वीरगन्जमा कृषि औजार कारखानामा अहिले आज चाहिँ 12 बजेसम्म काम गरेँ। 12 बजेसम्म काम गरेपछि अहिले चाहिँ काम गरेपछि अहिले चाहिँ आज भोज खुवाएको। मैले भोज खुवाएको, मैले चुनाव जितेर भोज खुवाएको होइन। मैले चाहिँ मेरो आफ्नै पैसाले भोज खुवाएको पनि होइन। भोज खुवाउने पैसा मसँग हुँदैन। तर हामीले किताब बेचेरै यो झन्डै 12 करोड रुपियाँ नाफा, चोखो नाफा गरेर यो कारखाना चलाइरहेको छ। त्यही किताब बेचेको पैसाले चाहिँ यो चाहिँ अहिले भोज खुवाएको हो। र वर्षमा मैले 2 पटक भोज खुवाउँछु। 2 पटक भोज खुवाउँछु। एक पटक दसैँको बेलामा र एक पटक यही समयमा 2 पटक चाहिँ भोज खुवाउँछु। यो